ओछ्यानबाटै ओली र लेखक परे एकाएक पक्राउ ज्यान सम्बन्धी अभियोगमा अनुसन्धान तीव्र पार्ने सरकारको तयारी। दर्शक वृन्द, पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई प्रहरीले ज्यान सम्बन्धी कसुरमा अनुसन्धानका लागि पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शनिबार बिहान भक्तपुरको गुण्डो स्थित निवासबाट ओलीलाई नियन्त्रणमा लिएको हो भने लेखकलाई कटुन्ज स्थित निवासबाट पक्राउ गरी काठमाडौँ ल्याएको छ। प्रहरी स्रोतका अनुसार एसएसपी सन्तोष खड्काको नेतृत्वमा खटिएको टोली रातिदेखि नै ओली निवास पुगेको थियो। प्रारम्भिक रूपमा जरुरी पक्राउ पूर्जीका आधारमा नियन्त्रणमा लिएका ओलीलाई स्वास्थ्य परीक्षणपछि प्रहरी परिसर काठमाडौँमा राखिएको छ। लेखकलाई पनि सोही प्रक्रिया पूरा गरी हिरासतमा राखिएको प्रहरीले जनाएको छ। दुवैलाई अब 24 घण्टाभित्र जिल्ला अदालत काठमाडौँमा उपस्थित गराइनेछ। पक्राउको मुख्य आधार भदौ 23 र 24 मा भएको जेनजी आन्दोलनका क्रममा 19 जनाको ज्यान गएको घटनासँग सम्बन्धित रहेको छ। गौरी बहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले सार्वजनिक गरेको प्रतिवेदनमा तत्कालीन सरकारका उच्च पदाधिकारीहरूलाई हेलचक्राइ नगरी ज्यान मार्ने कसुर अन्तर्गत अनुसन्धान गर्न सिफारिस गरिएको थियो। सोही आधारमा पीडित परिवारहरूले दिएको जाहेरीपछि प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ। नवनियुक्त प्रधानमन्त्री बालेन शाह नेतृत्वको मन्त्री परिषदको पहिलो बैठकले आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरे लगत्तै गृहमन्त्री सुदन गुरुङले सुरक्षा निकायलाई अनुसन्धान अगाडि बढाउन निर्देशन दिएका थिए। त्यसपछि कानुनी प्रक्रिया तीव्र बनाउँदै प्रहरीले नियन्त्रणमा लिने कदम चालेको हो। नेपालको इतिहासमा कार्यकारी प्रमुख रहिसकेका व्यक्तिलाई ज्यान सम्बन्धी फौजदारी अभियोगमा पक्राउ गरिएको यो पहिलो घटना मानिएको छ। यद्यपि पक्राउ बारे ओली वा लेखक दुवैको औपचारिक प्रतिक्रिया सार्वजनिक भइसकेको छैन। अनुसन्धान प्रक्रिया अगाडि बढेसँगै थप विवरण आउने अपेक्षा गरिएको छ।